सो गाइस आज चाहिँ हामी तम्बुर खोलामा पौडी खेल्न आएको कम टाढा होइन भट्टियामा आएको म चाहिँ सेकेन्डचोटि बाटो यस्तो छ अनि दुईजना उहाँ अगाडि पुगिसक्यो अनि यता चाहिँ म छु कस्तो गर्मी भयो आमा खोला चाहिँ यता छ है तम्बुर खोलाको अनि म चाहिँ यता खोला खेल्न आइरहेको छु आउँदैन के त्यही हो हामी तीनजना छ यार कति टाढा हो है यही हो कति गर्नु भयो अब खोला खेल्न नखेल्न लागिसक्यो र हामी यहाँबाट यस्तो तलतिर माथि चढ्छौँ यही बाटो भइहाल्यो बिर्सिसक्यो किन एकचोटि आएको घट्टा हेर्दै घट्टा घट्टाको हालत त्यो आउँदैछ भतिज तँ गर्ने भयो भने बाफरे बा अझै यहाँबाट नि यार 10 मिनट हिँड्नुपर्छ माथि 10 मिनट हिँडेर जानुपर्छ यहाँबाट सट्टा आउँदैछ है केटाहरू यहाँबाट चिसो खाँदैछ केटाहरू हामी बाटोमा यहाँ गर्मी भएर कस्तो टोइलेट जङ्गलमा टोइलेट खोजिन्छ केटाहरू कस्तो गर्नु भयो ल हिँड ए मास्तिर लाले होइन नि तलबाट हो यहाँबाट ल फाइनली खोला छेउमा आइपुग्यो है मुख नछान खोइ 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 माछा मारेछ त्यहाँ भर्ती चाहिँ कत्रो गङ्गा छ अरे भाइ 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 कसरी मान्दैन सो फाइनली गाइस अब चाहिँ हामी खोला चाहिँ खेल्ने ढङ्गमा नजिक आइसक्यो र चाहिँ हामी कता ढङ्ग जमेको ठाउँ चाहिँ आइसक्यो है अनि हामी यता जान यस्तो भिरालो ठाउँमा हिँड्नुपर्छ यार कम अप्ठ्यारो हुने होइन बट खुट्टा चिप्लिनु फेरि यो चप्पल फेरि त्यति तन्किने यार छिप्लेर त्यतिकै पसिना पनि आएको फेरि त्यस्तो ठाउँमा हिँड्नुपर्छ नि बट तिनीहरू कम फास्ट हिँडेन हेर त्यहाँ माथि पुग्यो मैले तलतिर है गर्मी चाहिँ ठिकै छ गर्मी छ अहिले माथि गइसकेपछि एकचोटि खोला खेल्नुपर्छ फेरि जाडो भएर बाहिर निस्किनु त्यो चिसो छ फेरि खोला चाहिँ भएन त्यो अन्त होइन चप्पल हातमा फुकालेर हिँडिदिन्छु म त यसरी नाङ्गो खुट्टा बब्बाल गाइस हामी आइपुग्यो खोला खेल्ने ठाउँ नजिकै है यति खतरा सुन्दर ठाउँ छ त्यहाँ हेर न त्यहाँ छोडिरहेको छु है दामी छ कि खोला चाहिँ यहाँनिर चाहिँ खोला कोही पनि खेल्न मिल्दैन नै भन्छन् है लाग्दै गयो नि आमा माछा माछा वाउ हेर न माछा माछा त्यहाँ हेर्दा कति खतरा खेलाएको ठुल्ठुलो माछा चाहिँ झरना आएको चिज फाइनल अघि खोला चाहिँ यहाँबाट आएको है यहाँबाट यस्तो झर्ना झरेको छ तल हेर्नु कति निलो जग्गा छ अरे बा अरे डेन्जर ठाउँ छ है दामी छ मलाई ठाउँ चाहिँ मन पऱ्यो खोला चाहिँ तर यहाँ चाहिँ खेल्न मिल्दैन भन्छन् हामी अर्कोमा खेल्छौँ पौडी त्यहाँ मान्छे चढ्नै हुन्छ भन्छ भतिजले हेरौँ अब गएर कति मानु हुँदो रहेछ त्यो चाहिँ नेक्स्ट भिडियोमा देख्नु सक्नुहुन्छ तपाईँले दृश्य अनि यो खोला
ओए ओए